यहाँ माथिको लेउ पनि हटाइदिनु सर होइन ठ्याक्कै यो पनि यो घाँस र त्यो लेउ चाहिँ माथिको सबै सोक्रो बार निकालौँ है ए हुन्छ मेरो दाइ हो त्यो जापानबाट फोन गरे होइन यो सबैले हटाइदिनु पर्ने प्रेसर बनाउने यो त मेरो कस्टमर हो तेरो कस्टमर हो भन्नै पर्नु होइन अनलाइन गरिहाल्नु पर्यो यो पनि पुरा सर र मेसिन लगाइदिनु पर्ने अनि एउटा पिपलको बोर्ड छ यहाँनिर एउटा यो लेउहरू हटाइदिने मेरो विचारमा त्यहाँ त त्यो बोर्ड हटाइदिने हजुर यो ठाउँमा मेसिन हटाउनु जस्तो त्यो पाउँछु त्यो हान्ने होला तलको लागि हुन्छ अनि यो सबै गरेर लेउ चाहिँ पालमा नजाओस् ल बाहिरको गइसक्छ होइन यो त त्यस्तै सबै यो ठाउँ यो माथिको पनि त्यस्तै छ है फर्स्ट फ्लोरको माथिको यस्तै यो प्रेसर हान्ने सर अनि यहाँ घोट्ने यिनीहरूलाई चाहिँ मजाले सिमेन्टी हो यो सिमेन्टीको एरियामा यो सबै प्रेसर हान्नुपर्ने अनि यिनीहरूमा चाहिँ मेसिन लगाइदिनु सर यो भयो यो भयो एरिया अनि यहाँ पनि छ त्यस्तै यहाँ पुरा लेउ छ लेउ हटाउनु पर्ने यो अनि यो छ यता भयो है यो भयो एरिया सबै बढी जस्तो लेउ हटाउनु पर्ने त यहाँ चाहिँ पुरै कौसी भयो बाहिरतिर भित्र यहाँभित्र यो पनि यो सर भयो वास गरिदिने यो निक्लिन्छ यो अनि सिसाहरू के छ पुदिनु सिसाहरू पनि सिसा यो कार्पेटहरू गरिदिनु यो चाहिँ बाहिर निकालिदिनु पर्छ सामान सबै यो बाहिर फालिदिने हो यिनीहरू चाहिँ बाहिर सुकाइदिनु होइन बाहिर गर्छ आएको दिनै सुकाउने हुन्छ उहाँ सरले देखाइदिनुहुन्छ त्यो दिन चाहिँ अनि यो भर्याङ चाहिँ कति तला तार 2 तला हो 2.5 तला हो 2.5 तला पुदिने हो होइन माटो साट्छ यतातिर यो सबै पुदिने ए 4वटा भरिदिनु ठ्याक्कै यो क्लियर गरिदिनु अनि यो टोइलेट चाहिँ डिप क्लिनिङ है डिप क्लिनिङ यो त क्लियर गर्नुपर्छ है सफा शुद्ध यहाँतिर यस्तो यतातिर छ टोइलेट रुमको यो रुमको कार्पेट अनि यो सबै माटो साटो धुलो सोलो डिप क्लिन गरिदिनु अनि यो सोफाहरू पनि क्लिनिङ गरिदिनु है सोफा छुट्टै चट्टै सफा गरिदिने होइन यो लेउ लगाएको छ यहाँनिर यो बाथरुम पनि हो ए पुदिनु अलिकति है त्यसो यो पनि भयो यो पनि सर निकालिदिनु यो चिम्मी मेन चाहिँ यहाँ चिम्मी त पुरा डिप क्लिन गर्नुपर्छ यहाँ फ्यानहरू निकाल्नु होइन फ्यानहरू सफा यिनीहरू माथि चिल्लो छ सबै यो गरिदिनु यो टाइलहरू पनि भयो नि सर टाइलहरू भयो यो फेमहरू भयो सिसाहरू सर र पुदिने किचनहरू सब डिप क्लिनिङ है अल यहाँ ढोकाहरूमा लागेको छ लेउहरू यस्तो यस्तो सफा गरिदिनु छिट्टै गरेर तलको भयो यहाँ भयो है किचन डिप क्लिनिङ पुदिनु अनि यहाँ पनि यो लेउहरू प्रेसर गर्न हान्ने सर है यो घाँसहरू पनि निकाल्ने है सर यो घाँसहरू सब निकालिदिनु है छिटिक्क बनाइदिनु अनि यो भयो अनि यतातिरको सबै घाँस है यो पनि यो घाँस छ अनि यहाँतिरको यो सिसा सबै गरिदिनु यो फ्लोरको है यति 3टा सिसा गरिदिनु यतातिर अनि यो छिटिक्क बनाइदिनु पुरा घाँसै घाँस भएको छ एरिया सबै सफा गरिदिनु ल निकालेर घाँस अनि यहाँ बाहिर अलिकति प्रेसर गर्न हानिदिनु है यतातिर छ बाहिर यो आउटडोर एरिया है अस्ति हान्नु भने थियो यहाँ बेसी छ यहाँ सर र हान्नु